कस्तो बाक्लो फलेको बुट सानो है हेर यहाँनिर हेर त कति बाक्लो यो अमला यो फल्ने अमला यस्तोसँग फल्दो रहेछ क्या पुरै न यति बाक्लो त छैन क्या धेरै फले छैन यो साइड फलेछ अन्त त छैन पानी परेर बाबा यस्तो भएको छ यस्तो पानी परेको बारीहरू यसरी हेर्न सकियो गाउँघरमा गर्ने भने जे पनि हुन्छ बोडी फलिरहेको छ बारीमा बाँकै छ तैरी छर्ने भन्थ्यो कि यस्तो बोडी झन् बाँदर आउनु पनि सखा बनाएको छ फेरि यस्तो बोडी कस्तो खालको बोडी हो यो रातो रातो छ त यहाँ त है पानी परेर हुस्सु लाएर एकपल्ट बाँदर दबाइदिनु त यो बाक्लो फलेको हेर अमला भनेको बाबा कालना भरि छ बोडी बोडी ठुल्ठुलो किन टिपेको छैन नि यिनीहरूले बोडी नभ्याएर हो कि यो पुरै बारी हो अहिले हुस्सु लगाएको छ ठुला गरेर छ एउटै गरेर चाहिँ 2 रोपनी 3 रोपनीको छन् यहाँ तर खेती गर्ने मान्छे छैन म्यान पावर कम भएपछि हुँदैन यो साइड बाँझो छ यो साइड हाम्रो भएको भएर हामी खेती गरिन्छ बोडी कालनैभरि बोडी छ खै टिपेर लगायो हुन्थ्यो किन त्यो टिपेकै छैन नि छिप्प्याउन लाग्यो यस्तो मास पनि छरेन छन् यहाँ चाहिँ मास छरेन राम्रै भएछ राम्रो हुने ठाउँ नै हो जता हेरी बोडी देख्छु त मलाई मनपर्ने हो बोडीको तरकारी तर खाना पनि हुँदैन कि धेरै फेरि मलाई चिसो हुन्छ त्यो भएको भएर ल रुखैभरि बोडी फलेको कस्तो खालको रहेछ मास पनि फलिसकेको रहेछ म त हेरेकै थिइनँ यी रुखैभरि बोडी छ तन्द्रङ र तुन्द्रुङ झन्द्रङ र झुन्द्रुङ ए के हो त मास यो रुखमा कति बोडी फलेछ है रातो रातो भएछ त बोडीहरू रातो खाले बोडी रहेछ क्या धन्नै राम्रो आउँछ बोडीहरू पनि ठुल्ठुलो कोस तर यो पहिलाको जस्तो बोडी होइन पहिला चाहिँ हजुरआमाहरूले तरकारी बनाएर खुवाउँथ्यो बोसे बोडी भन्ने यो चाहिँ होला बोसे बोडी भन्ने चाहिँ हो यही हो मोटो हुन्छ क्या तर त्यसको चाहिँ डाँठ पनि खान मिल्छ धेरै जस्तो हो बोसे बोडी नै होला यो मोटो हुन्छ पछि सुकेपछि टन्नै एक डोकै जस्तो रहेछ बोडी टिप्या छैन किन के रहेछ किन टिप्या छैन नभ्याएर होला काम गर्ने मान्छे छैनन् काम गर्ने जताततै यहाँ फेरि सिल्टुङ लगाइदिए रहेछन् सिल्टुङ कस्तो मजाको बोडी खान त मिठो हुन्छ तर चिसो हुन्छ
धेरै खानु हुँदैन। बुढी यस्तो बुढी हुन्छ टन्नै खै गएर पछि सुकेपछि गर्छ। पानी परिरहेको छ। यसो गाउँतिर आउँदा बारी घुमौँ भनेर जे पनि हुन्छ यहाँ खेती। पहिला पहिला मेरो बाबाले भुइँकटर 200-300 सुन्तला लगाउनु भएको थियो। सुन्तला 8-10 वर्ष फल्ने अनि मर्ने। अनि त्यो भयो। पछि बुवाले च्याख मार्नु भयो। खाइयो बेसरी सुन्तला। तोरीबारीमा आइयो। तोरी पनि आमाले छरेको तोरी यस्तो राम्रो भएछ। गर्न सक्यो। गाउँमा जे पनि हुन्छ। यो किराघारी भएको गरामा घर छ हाम्रो। बढी टनन सुन्तला भरि बढी छ। यहाँ पनि बुढी यहाँ पनि लगाएर छन्। पानी परेको अब घाम लाग्यो त फल्थ्यो कि कसो। अनि कस्तो पानी परेको परेन। अब घर भाग गरमा आइयो। यो अडर भन्ने कुरो हो। यो अडर साग लगाएछन्। यो अडर पनि एकदम फल्छ क्या। गर्न सक्यो भने जे पनि हुन्छ। अडरहरू कस्तो महँगो छ नि। जमुना छोरीले लगाएको टमाटर यस्तो मजाले फलेको छ। ल गाइस, ल हेर त, ल हेर्नुहोस् कस्तो मजाले फल्यो। सानो रुख भएको कति मजाले है टनन्न फलेको छ। गाउँमा गर्न सक्ने भने जे पनि हुन्छ। तर के गाउँ गर्ने मान्छे छैन। यो चाहिँ ढले छ। त्यहाँनिर झन् कस्तो मजाले फलेर चाहिँ मजाले फलेर चाहिँ अत्यन्त सानो सानो थियो। कति छिटो बढेछु। म काठमाडौँबाट आउँदाखेरि मसिना थिएँ। अनि चाहिँ हेर्दा हेर्दै ती पाक्यो। फलेर नि ठुल्ठुलो भइसक्यो। अब पाकेर नि खाइन्छ कि जस्तो छ। गल्यो भने राम्रो रहेछ। किन रोपेको होला हुन्न होला भन्थेँ मैले। हुँदो रहेछ। पहिला पहिला काकाले यहाँ गोलभेडा लगाएर कति बेच्नुहुन्थ्यो। स्कुल जाने, स्कुलबाट आयो, गोलभेडाको हेरचाह गर्यो। अनि चाहिँ फेरि गयो तल पाटन घरमा। यस्तो मजाले फल्छ क्या। राम्रो फल्या रहेछ। कस्तो हुन्छ अब चाहिँ पानीले कसो गर्छ। यो बिचरा यो चाहिँ यस्तो चाहिँ बटारिएको छ। यसलाई चाहिँ अलिकति उठाउनु पर्ने हो। यो वेट नधानेर होला नि। फले पनि जम्मै बटारिएर लडेर बसेछ। अब अलिक घाम लागेको बेलामा चाहिँ गर्नु पर्ला। भोलि पर्सि पाकेपछि पनि म देखाउँछु कसरी चाहिँ पाक्दो रहेछ, कतिको उत्पादन दिँदो रहेछ भन्ने कुरा। पानी पऱ्यो नि त। पानी परेपछि यो ढलेको धेरै त छैन। तर चाहिँ राम्रो रहेछ। यसो हुने रहेछ। अब यो तुषार शीतले कस्तो गर्छ अब यहाँ हेर्नुपर्छ। फल्न पनि अचम्मै फल्दो रहेछ कि। ल एउटै झुप्पोमा 1 किलो जति फल्दो रहेछ र। अनि किराले खाएछ। यो के रहेछ? यो चाहिँ दबाई पनि गर्नुपर्ने रहेछ। यो चाहिँ एउटा रुखलाई चाहिँ अलिकति किराले एट्याक गरेर रहेछ।
बाटोमा हेर्नु है गर्ने भने जे पनि हुन्छ अडा तिहारी फुल फुलिराखेको रहेछ सखरखण्डहरू यो बङ्गुर खोर हो पहिला बङ्गुर हुन्थ्यो र 2-3 पटक मर्यो र अहिले हामीले भत्काइदियौँ यो बङ्गुर खोर हो दुईटा राँगा एउटा काली एउटा मान्छे छ कान्छबाको अङ्कलको मौरी पालन यहाँ छ कुखुरा पानी परेको भएर जम्मै कपडा सुकाएको छ नि घर कपडा ओहो बिजोग छ मैले पनि 1 बाल्टिन जति धोको त्यतिकै सुकाएर राखेको छ केरा असाध्यै हुन्छ यहाँ बाख्रा खोर यहाँ फेरि हात काटेर दुखिरहेको छ कि ए बल्ल तान्क्यौ ताला बाख्रा पाठा इसा एउटा उस्तो टाढो हेरिरहेको छ खोल्दैन खोलेको किन होला नि यो नखोलिदिएको खोल्नु त पर्छ म त खोल्यो होला नि भन्थेँ तर खोल्दैन म त खोलेर घाँस हाल्यो होला नि भन्थेँ